सो हेलो गाइस, नमस्ते फ्याफुलो सबैजनालाई हामी दुबईको तर्फबाट आज चाहिँ बिहान बिहान आज जाँदैछौँ मार्केट। किन जाँदैछौँ के जाँदैछौँ तपाईहरुलाई मार्केट गएपछि देखाउँ। मार्केट रहेछ। ए बिहान बिहान यता त हुस्से लाग्न थालेछ है साथी हो। यहाँ चाहिँ हामी मार्केट इन्टर गरिसक्यौँ। हेर्नुहोस् है, यो चाहिँ मन्डी हो जहाँ चाहिँ सब्जी फ्रुट्सहरू आउँदो रहेछ एकदम धेरै। मन्डीमा चाहिँ के खासियत छ भन्दाखेरि यहाँ चाहिँ कम्ती पाउँदैन सब्जीहरू। एकैचोटि सायद 5 किलोदेखि स्टार्टिङ, 3 किलोदेखि स्टार्टिङ छ। यस्तो भिड छ हेर्नुहोस् है मन्डीमा चाहिँ। हेर्नुहोस् न, यस्तो भिड छ यहाँ। कोपीहरूको यति थाक छ, प्याजहरू यस्तो थाक छ यहाँ फ्रुट्सहरू पनि छ। यस्तो छ यो मन्डीमा चाहिँ एकदमै धेरै लानुपर्छ। 5 किलोदेखि माथि होला सायद। हेर्नुहोस् है, हाम्रो उता चाहिँ मेवा चाहिँ फेकारा फेक हुन्छ, यहाँ चाहिँ मेवा पनि बिक्री हुन्छ यसरी। छक्कै कस्तो मजाले राखेको छ है। यहाँ हेर्नुहोस् यस्तो ठुलो गाडीमा चाहिँ आउँदो रहेछ सब्जीहरू। के मजाको क्याप्सिकमहरू रहेछ यता त। यहाँ चाहिँ हरियो सागहरू रहेछ यता चाहिँ। यहाँ चाहिँ हामीले मटर लिएको छौँ। मन्डीबाट आइ पनि सकेर चाहिँ यहाँ खाजा खानु थालेछ है साथी हो। यहाँ चाहिँ सब्जी मन्डीबाट लिएर आएको हामीले मटर आलु हैन। कस्तो भयो, नुन ठिक लागेछ? साथी हो, यो सुन्तला ठ्याक्कै फुटाउँदा चाहिँ कस्तो घरकै याद आइदिएको क्या। हाम्रो चाहिँ घरतिर सुन्तलाहरू फल्छ नि त, त्यही भएर यो सुन्तला ठ्याक्कै फोरे पनि कस्तो घरको याद आइदिएको क्या है। त्यही भए घरको याद आएन नि। हामी चाहिँ अब सुन्तला खानु आँटेको है। अब हामी चाहिँ यहाँ सानो कोठेबाडी बनाएको छौँ। यहाँ खन्नु थालेछ है साथी हो। अस्ति मैले हिजोअस्ति लगाएको धनियाँ चाहिँ मजाले भएको छ बिटिङ कि। अनि यहाँ पर देख्नु सक्नुहुन्छ, त्यो चाहिँ बैगुनको गाछ हो मैले लगाएको। कतिवटा चाहिँ मरेछ धनियाँ चाहिँ, तर मजाको भएको छ। तर कोही ठाउँमा चाहिँ अलिक खाली भएछ, कोही ठाउँमा चाहिँ बिट्टा भइरहेछ है साथी हो। अन्त खाँदै आगो पनि लगाइदिएको छ मलको लागि साथी हो। अब चाहिँ म यहाँ मोमो बनाउनु गइरहेको छु। मोमोको लागि यहाँ बदाम अलिकति भुट्दैछु। मोमोको किमा सबै रेडी गरिसकेको छु यहाँ चाहिँ। अन्त यहाँ मैले मैदा पनि गुनेर ठक्कै राखिसकेको छ हो। अनि यो मोमो चाहिँ मैले किन बनाएको भन्दाखेरि चाहिँ तपाईहरुलाई आज म यो कुरा सेयर गर्दैछु तपाईहरुसँग। किन भन्दा चाहिँ म चाहिँ आजकल यहाँ मोमोको अर्डर लिनु थालेको छु। अन्त धेरै खुसी पनि लाग्छ यो कुरा मलाई। मोमोको अर्डर लिनु थालेको छु यहाँ म चाहिँ अलिअलि गरेर। अन्त अब यसो खाइ त रहन्छ हामी मोमो, अन्त यसो अर्डर पनि लिइहालौँ भनेर साथी हो। त्यही भएर चाहिँ म मोमो बनाउँदैछु अनि आफू खानुको लागि पनि। अन्त आज मेरो अर्डर पनि छ मोमोको, भेज मोमोको, त्यही भएर है त साथी हो। यो चाहिँ लास्ट बाँचेको, मेरो अरू चाहिँ सबै सेल भइसकिसक्यो। अब हामी चाहिँ अहिले जाँदैछौँ। एकजना दिदी चाहिँ छुट्टीमा जानु भएको छ, उहाँको चाहिँ साथी चाहिँ छुट्टीमा जानु भएको छ। अनि उहाँहरूको क्वार्टरमा चाहिँ त्यो गाछहरू छ, फुलको गाछहरू 1-2वटा। अन्त त्यसमा चाहिँ हामी पानी लाउनु जाँदैछौँ है त। यो चाहिँ त्यो दिदीहरूको क्वार्टर। अनि यहाँ बाहिर चाहिँ उनीहरूको गाछहरू छ, फुलको गाछहरू। हामी चाहिँ यसमै पानी लाउनु आएको छौँ। यसरी लगाएको छ है दिदीले चाहिँ यहाँ।
खुर्सानी पनि रहेछ यहाँ हेर्नुहोस् साथी हो खुर्सानी मजाको आजको लागि यति नै बाई बाई।